मम्मी के बनाउनु लाउनु भएको? मैले गाबा पकाएर सुकाएँ। अब यो रको कहिलो कहिलो छानेर खाने भनेर यो आगोमा पकाएको गाबा साह्रै मिठो। त्यो भएर यो गाबा पकाएको आगोमा गाबा खान मन लाग्यो। ल अब यो कहिले खाने टाइम कहिले हो त? कहिले बनेर रेडी हुन्छ यो? यो एक हप्तामा सुक्न एक हप्ता लाग्छ। सुकेपछि जाडोभरि खानियो। आलुसित आलु फ्राई गर्यो, तातो पानीमा मचक्क मिच्यो अनि राख्यो, दुइटै भुट्यो, सबै थोक राख्यो। साह्रै मिठो लाग्छ मलाई बफाको गाबा र आलु। मलाई पनि एकदम मिठो लाग्छ। मस्यौरा बफाको गाबा दमको रोटीलाई खिच्ने, चिसो हटाउने, अर्ग्यानिक। यो त अर्कै छ त फेरि गाबा मम्मी? होइन, अहिले चाहिँ आजै खानालाई बनाएको तरकारी। यो चाहिँ यो सुकाएपछि जहिले खाइने भने विशेष जाडोमा खाइन्छ। हामीले गर्मीमा त ठिकै त्यति मिठो हुन्न, जाडोमा साह्रै मिठो हुन्छ। यो दम रोगी, मुटु रोगी सबैलाई। यो चाहिँ बफाको गाबा भयो। बफाको गाबा भयो। कति बनाउनु भयो त? मैले एउटा, दुईटा, तिनटा, चारवटा भाँडामा बनाएँ। यो चाहिँ एक हप्तामा खाना रेडी हुन्छ। एक हप्तामा खाना रेडी हुन्छ। तिमीलाई मन पर्छ पर्दैन फेरि? मलाई त एकदम मिठो लाग्छ बफाको गाबा त। आलु हालेर झोल बनाउँदा मिठो हुन्छ। अनि यो पछाडिको नि धेरै मेहनत देखिरहेछ मम्मीको। यो पछाडि काउलीबारी। यो काउली लगाएको 2 महिना यति राम्रो भयो। मनै दङ परेछ। मनै दङ परेछ मुला काउली। यो तिहारमा खाने काउली हो। एउटा बाबालाई तल पठाउनु पर्ला, एउटा माइत लानु पर्ला, अरू फुल्दै जान्छ। 3टा कोठा, एउटा माइत लाने, एउटा तिहारमै खाने बेला भइसक्यो। ल कस्तो मजाले फुले रहेछ। अर्को मम्मीको कौसी खेती। मैले साग लगाएको अनि यो सुप पनि छ रे अहिले राम्रो भयो सुप साग। अनि त्यसमा छेउमा यसो रथ्यो बिउ सिमी लगाएँ। यतिको 2टा गेडा राखिदिएको त यति राम्रो फल्यो। राम्रै हो राखेको छ। सिमी पनि मजाले फल्न थालेछ। यो भदौमा लगाएको अम्बा असोज कात्तिक 3 महिना पुरा नआउँदै फलिरहे त। 1-2 दिन फुल्दै फुलिसक्यो। 8-10वटा फलिसक्यो। अम्बा नि फलिसक्यो। यति छिटो हुँदो रहेछ आजकल। छट्ने वाली सुक्नु